निष्ठासम्मको विषय के भन्दाखेरि ज्ञान कर्मात्मके निष्ठे योग लक्ष्येषु संस्कृते आत्मानुभूति सिद्ध्यर्थे पूर्व सत्केन चोदिते। 6औं अध्यायसम्म कहाँ लान्छ त गीताले हामीलाई भन्दा 6औं अध्यायसम्ममा बताइएको विषय चाहिँ कति हो त गीताको भन्दा दुईटा निष्ठा छन् भनेको दुई योग छन्, एउटा ज्ञानात्मक अर्को कर्मात्मक भनेको ज्ञान योग र कर्मयोग। यी दुईटाको दौड कहाँसम्म अरे केलाई लक्ष्य गरेर कुद्दैछन् यिनीहरू भन्दा योग लक्ष्य, योगलाई यिनीहरू पछ्याउँदैछन्। कुन हो त्यो योग भन्दा आत्मसाक्षात्कार योग, त्यसलाई पछ्याउँदैछन्। ज्ञान योगको दौड पनि त्यही हो, कर्मयोगको दौड पनि त्यही हो। योग त्यो कस्तो योग अरे योग लक्ष्य भनेको आत्मसाक्षात्कार योग। अनि ती कहाँ गएर टुङ्गिन्छ भन्दा आत्मानुभूति सिद्ध्यर्थे। त्यसपछि कसरी त्यो लक्ष्यलाई प्राप्त गर्छ त कर्मयोगीले अथवा ज्ञान योगीले भन्ने कुरा बताइसकेर 6औं अध्याय पूर्ण हुन्छ, भनेको 6 अध्यायसम्म पूर्ण हुन्छ। आत्मानुभूति सिद्ध्यर्थे पूर्व सट्केन चोदिते यति बताइएको छ। दुईटा निष्ठा बताएकोमा चोदिते भयो। निष्ठा निष्ठे निष्ठाः भनेर निष्ठे भएको हुनाले स्त्रीलिङ्गी शब्द हो निष्ठा, त्यस कारणले चोदिते स्तः है त। प्रथम षट्कको विषय पनि बुझ्यौँ हामीले, समग्र गीताको विषय पनि बुझ्यौँ। अब मध्यम षट्कको विषय अब बताउँदै हुनुहुन्छ। मध्यमे भगवत तत्व याथात्म्यावाप्ति सिद्धये ज्ञान कर्माभिनिर्वर्त्यो भक्ति योगः प्रकीर्तितः। मध्यम षट्कको जो जसलाई द्वितीय षट्क मध्यम षट्क भने त्यसको मूल विषय भनेको के रहेछ अरे भक्ति योगः। के रहेछ? भक्ति योगः। मूल विषय नै के रहेछ अरे भक्ति योग। त्यो समग्र गीताको विषय के रहेछ अरे परम ब्रह्म नारायण। त प्रथम षट्कको के रहेछ अरे योगलाई लक्ष्य गरेर दौडिएका दुईटा योग। भनेको योग भनेको आत्मसाक्षात्कार योगलाई लक्ष्य गरेर दौडेका दुईटा योग, कर्मयोग ज्ञान योग। त्यसको टुङ्ग्याउने के हो त भन्दा आत्मसाक्षात्कार। यति पूर्व षट्कमा बताइएको छ। त द्वितीय षट्कमा भनेको मध्यम षट्कमा के बताइन्छ अरे भक्ति योग। जम्मै 7 देखि 12 सम्मको विषय भनेको जम्मा भक्ति योग मात्रै हो। बुझ्यो? मूल वर्ण विषय के अरे भक्ति योग मात्रै हो। त्यो कस्तो हो त भन्दा यहाँ बताउँदै हुन्छ। यसको अन्वय हेर्नु, नेपाली अर्थ पनि गर्नु, अनि मात्रै कुराकानी बुझिन्छ। मध्यमे भगवत तत्व याथात्म्य वाप्ति सिद्धये। खुरखुरु भन्दा हुन्छ, यसमा त केही नै छैन। ज्ञान कर्माभिनिर्वर्त्यः भक्ति योगः प्रकीर्तितः। खुरखुरु यसको अन्वय क्रम नै श्लोकैमा अन्वय क्रम छ। बुझ्यो? मध्यमे मध्यम षट्कमा, मध्यमेको अर्थ के भयो? मध्यम षट्कमा भगवत तत्व याथात्म्यावाप्ति सिद्धये। धेरै छन् है यहाँनिर। भगवत तत्वम एउटा हो, अर्को याथात्म्यम अर्को हो, अवाप्ति अर्को हो, अनि सिद्धि अर्को हो। त्यति शब्दको समास भएको छ यहाँनिर। बुझ्यो? कसो अरे भगवत तत्वम एउटा हो, अर्को याथात्म्यम अर्को हो, अवाप्ति अर्को हो, सिद्धि अर्को हो। बुझ्यो? त्यति समस्त भइसकेपछि के हो अरे भगवत तत्व याथात्म्यावाप्ति सिद्धि भन्छ। अनि तस्मै गरे तस्यै गर्दाखेरि के हुन्छ? सिद्धि चतुर्थ्यन्त गर्दाखेरि के हुन्छ? भगवत तत्व याथात्म्यावाप्ति सिद्धये भन्छ है। अब धेरै भित्र धेरै प्रवेश नगरौँ, थोरैले काम गर्छ। ल हेरौँ। मध्यमे भनेको मध्यम षट्कमा अर्थात् 7औं देखि 12औं अध्यायसम्ममा भनेको है यो। भगवत तत्व याथात्म्यावाप्ति सिद्धये। भगवत तत्वको यथार्थ रूपले हुने अवाप्ति भनेको ज्ञानम है। अवाप्ति ज्ञानम
भगवत तत्वको यथार्थ रूपले हुने ज्ञानको सिद्धै भनेको सिद्धिका लागि अथवा प्राप्तिका लागि भनेर भनिन्छ। ज्ञानको सिद्धि भनेको हो ज्ञान प्राप्ति। भगवत तत्वको यथार्थ रूपले हुने ज्ञानको प्राप्तिका लागि, यसो भन्दाखेरि सरक्क त्यसको पदार्थ पुग्छ। प्राप्तिका लागि ज्ञान कर्माभिनिर्वर्त्यो, अभिनिर्वर्त्य, यो अभि उपसर्ग हो, निर पनि उपसर्ग हो, बुझ्यो? ज्ञान र कर्मद्वारा सम्पादन हुने अथवा सम्पादित हुने, यसो भन्नु है। ज्ञान भनेको के हो? ज्ञान योग र कर्मयोगद्वारा सम्पादन हुने, सम्पादित हुने भन्नु है, सम्पादन हुने भन्दा पनि ज्ञान योग र कर्मयोगद्वारा सम्पादित हुने भक्ति योग, भक्ति योगलाई प्रकीर्तितः बताइएको छ। देविकाजी आउनुभएको छैन? आउनुभएको छैन? उहाँले म्यासेज लेख्नु भएको छ, आउन सकिन भनेर। ल भयो, यो पदार्थ भयो होला। कस्तो अरे? भगवत तत्वको यथार्थ रूपले हुने ज्ञानको प्राप्तिका लागि, ज्ञानका प्राप्तिका लागि, ज्ञानको प्राप्तिका लागि भन्दा नि भइहाल्यो, ज्ञानको सिद्धिका लागि ज्ञान योग र कर्मयोगद्वारा सम्पादित हुने भक्ति योग बताइएको छ। भक्ति योगलाई बताइएको छ। कहाँ अरे? मध्यमे, मध्यम षट्कमा। भट्टा त सजिलै हुन्छ होइन? सरकै अर्थै लागिहाल्यो अब अहिले। बालकृष्णजी, सरकै श्लोकको अर्थ लागिसकिहाल्यो। लाग्ला होइन? पदार्थ त लागिसक्यो भने चाहिँ जम्मा अनुवाद मात्रै भयो, अर्थ लागेको छैन। शब्दान्तर मात्रै गई, यति मात्रै भयो। अर्थ के हो यसको त भन्दा, जो भगवत शब्द छ नि, भगवान भन्ने शब्द भगवान वासुदेवमा मात्रै लाग्दछ, अरूतिर लाग्दैन। अन्यत्र कहाँ लाग्छ त? सबैतिर लाग्छ त। अनि भगवान शङ्कर, भगवान र आचार्य भगवान, पितामाता भगवान, भगवान इन्द्र, भगवान ब्रह्मा, भगवान सनक आदि भगवान, यसै पनि भन्छ सबैतिर। भगवान दुर्वासा, भगवान वाल्मीकि, अरूतिर कहीँ पनि भगवान शब्द प्रयोग हुँदैन। त हुन्छ नि त, देखिन्छ भन्दाखेरि दुई प्रकारका प्रयोग हुन्छ। एउटा के हुन्छ? मुख्य प्रयोग, अर्को हुन्छ गौण प्रयोग। मुख्य कसका लागि चाहिँ त्यो के हो? भगवान शब्द हो। कसले चाहिँ भगवान शब्दको अर्थ बोकेको छ भने को चाहिँ अर्थ हो त्यो मुख्य हो। काहीँ चाहिँ के भन्दा यसो गौण प्रयोग भने यसो भनिन्छ नि, सम्मानका लागि बोलिदिन्छ, हो कि होइन? सम्मानका लागि बोलिन्छ नि त। त्यस प्रकारले ऊ होइनन्, तर के भनिन्छ अरे? सम्मानका रूपले भनिन्छ। विष्णु पुराणमा तत्र पूज्यार्थोक्ति, तत्र पूज्य पदार्थोक्ति परिभाषा छ भने त यहाँ श्लोकै छ यसमा, सङ्ग्रहमा, उसमा गीतार्थ सङ्ग्रह रक्षामा श्री निगमान्त देशिक स्वामीजीले लेखिदिनु भएको छ 6औं अंशको 5औं अध्यायको। त्यहाँनिर भगवत शब्द वासुदेवस्य नान्यकः भन्ने बताइसकेर भगवान वासुदेवलाई मात्रै के हुन्छ अरे? भगवान शब्द लागु हुन्छ, न अन्यगः, अरूतिर जाँदैन भनिसकेर। अनि किन जान्छ त? अरूतिर पनि छ त भन्दा त्यो श्लोक त्यहाँ दिनुभएको छ विष्णु पुराणको, हेर्नु होला। तत्र पूज्य पदार्थोक्ति परिभाषा समन्वितः शब्दोऽयं नोपचारेण ह्यन्यत्र ह्युपचारतः। कसको यसको अर्थ कस्तो भने, तत्र पूज्य पदार्थोक्ति परिभाषा समन्वितः अयं शब्दः उपचारेण न। पूज्यार्थ छ
अन्तु शब्दका अवयवगत अर्थलाई पनि जस्ता तस्तै बोकेको छ कुनले भन्दा वासुदेवले चाहिँ बुझियो नि उपचारिण न औपचारिक वाक्त प्रयोग होइन गौण प्रयोग होइन बुझियो हि तर अन्यत्र अरूतिर चाहिँ उपचारत अरूतिर चाहिँ के गरिएको अरे औपचारिक प्रयोग गरिएको अरूतिर चाहिँ वासुदेवदेखि अतिरिक्त अरूतिर जब भगवान शब्द आयो नि त्यो के अरे औपचारिक प्रयोग गौण प्रयोग त भगवान भनेर कसलाई मात्रै जान्नुपर्छ अरे त वासुदेवलाई जान्नुपर्दछ बुझ्यो त्यस कारणले यहाँनिर मध्यम षट्कमा चाहिँ त भगवान बोल्दै हुन्छ श्री भगवान वाच भनेर अनि बोल्दै 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 गएर आफूले आफू जगतको कारण हो अहम बीज प्रदाह पिता इत्यादि सबै सिद्ध गरिदिनु भयो कहाँ मध्यम षट्कमै जम्मै मेरै हुन् भनेर भूमि आपः अनलः वायुः खं मनः बुद्धि अहङ्कार इति इयं मे भिन्ना प्रकृतिः अष्टधा भनेर अपरा इयं तु इतस्तु अन्याम अपराम जो अहिले बताएको चाहिँ अपरा इयम इतस्तु अन्याम अर्को चाहिँ फेरि परा छ के प्रकृतिम विद्धि मे परा जीवभूतान जीवभूत भनेको जीवरूप प्रकृति मेरो अर्को परा प्रकृति हो यया इदम जगत धार्यते जीवरूप प्रकृति त चैतन्यद्वारा यो जगत के गरेको छु मैले धारण गरेको छु जगतको रूप जो हो त्यो चेतन बिना सम्भव छैन तपाईँ हामी जे छौँ जे छन् हामी सबैले यो जड धारण गरेका छौँ जम्मै त्यो के हो त भन्दा त्यो चेतनले हो चेतनले धारण गरेर के भएको तपाईँ भएको म भएको अर्को भएको त्यो भएको हात्ती भएको घोडा भएको किरो भएको कमिलो भएको उड्ने भएको गुड्ने भएको जम्मै भएको के भएको अरे झारपात जङ्गल जम्मै के धारण गरिदिएर त्यो चेतनले धारण गरिदिएर चेतनले के गरिदिएको छ त जडलाई बोकिदिएर भगवानको यो बारी बनेको हो त्यसलाई यही आइदम जगत धारियते यी चेतनद्वारा नि म के गर्छु जगत बोक्छु धारण गर्छु भगवानले बोक्नु भयो कि बोक्नु भयो भने त बोक्नु भएको छैन त्यो चेतनद्वारा जीवद्वारा नै बोक्नु भयो त यहाँ त्यो जो भगवत तत्व हो भगवानको वास्तविक रूप हो त्यसको भगवत तत्वको याथात्म्य भनेको यथार्थ रूपले ज्ञान गर्नु पर्यो हो कि होइन त्यो यथार्थ जो ज्ञान हो भगवान कस्तो हुनुहुन्छ जगतको मूल हुनुहुन्छ जगतको मूल कारण हुनुहुन्छ भन्ने जो ज्ञान हो त्यसको सिद्धिका लागि शास्त्रले भनेर मात्रै पुग्दैन गुरुले भनेर मात्रै पनि पुग्दैन के हुनुपर्छ अरे भन्दाखेरि उसको योग लागेको हुनुपर्छ कस्तो योग कस्तो लगायो भन्दा भक्ति रूपलो योग लागेको हुनुपर्दछ कसमा भन्दा त्यो जगतका मूलमा जगतका कारणमा सुनेर मात्रै हुँदैन नि हुन्छ त प्रहलाद भक्तिमा नारद गुरुजी के भनेको छ अरे प्रहलाद भक्तिमा पढ्नाले मति पढ्नाले कति के अरे मात्र हुन्न बुझिल्यो ज्ञान हुन्छ एक भक्तिले भन्ने के अरे पढ्नाले रति ज्ञान हुन्न बुझिल्यो ज्ञान हुन्छ एक भक्तिले अव्यभिचारिणी भक्ति भयो परमात्मामा भने के हुन्छ ज्ञान हुन्छ त भक्ति हुनु पर्यो कसमा भन्दा त्यो महनीय त्यो जो जगतको मूल हो जगतको कारण हो जगतको बीज हो जसमा सारा जगत रचित छ हो हामी सबैका मूल त उनी रहेछन् उनकै सत्तामा टिकेका रहेछौँ भनेर त्यो भक्ति हुनु पर्यो त्यस कारणले भक्ति चाहियो त्यो सिद्धिका लागि कुन सिद्धिका लागि अरे त्यो ज्ञान सिद्धिका लागि भक्ति चाहियो कुन ज्ञान भन्दा शास्त्रोपदेशजन्य ज्ञान सिद्धिका लागि के चाहिन्छ भक्ति चाहिन्छ नभए त सुनो मानेका पातमा पानी लडाए जस्तो हुन्छ भिज्दैन भिज्छ भिज्दैन भक्ति छैन भक्ति अङ्कुरित भएन उसको हृदयमा भने आचार्यले घोक्रो फुकाएर जति कराएर पानी पिउँदै भने पनि केही पनि काम दिँदैन त्यसका लागि भक्ति नै
त्यो ज्ञान सिद्धिका लागि कारण हो। तर त्यो हुनलाई पनि त्यो भक्ति हुनका लागि पनि के चाहियो अरे ज्ञान कर्माभिनिर्वर्त्य, ज्ञान कर्म अभिनिर्वर्त्य, ज्ञान र कर्मद्वारा त्यो सम्पादित हुनु पर्यो भक्ति। त्यो भक्ति त्यसै आउँछ त भन्दा आउँदैन। भक्ति त हुनु पर्दो रहेछ त्यो ज्ञान सिद्धिका लागि, तर भक्ति फेरि त्यसै आउँदो रहेन रहेछ भनेपछि भक्ति आउनका लागि कसरत चाहिँ कस्तो गर्नुपर्छ त? ज्ञान र कर्मको कसरत गर्नुपर्छ। बुझियो? कर्म भनेको कर्मयोग, ज्ञान भनेको ज्ञान योग। यो दुईटाको कसरत जति भयो अनि त्यति नै अंशमा के हुन्छ भन्दा भक्ति पैदा हुन्छ। भगवान हिजो उदाहरण पनि दिएको थियो, मिलको उदाहरण, त्यो तोरी पेल्ने मिलको उदाहरण। तेलको धार झर्नका लागि तोरी भएर पनि हुँदैन, मिल भएर पनि हुँदैन। तोरी मिलमा त्यो घानमा हालेर त्यो मिल चलाएको हुनुपर्छ, तब तेल निस्किन्छ। हो कि? त्यस कारणले केवल ज्ञान योगले मात्रै पनि भक्ति हुँदैन, केवल कर्मयोगले मात्रै पनि के हुँदैन? भक्ति हुँदैन। कर्म ज्ञानाङ्गिका भक्ति सिद्ध हुनका लागि कर्म र ज्ञान दुइटै चलेको हुनुपर्छ। त्यो भयो भने भक्ति सम्पादित हुन्छन्। ज्ञान कर्माभिनिर्वर्त्य भक्ति योग। त भक्ति योग ज्ञान र कर्मद्वारा सम्पादित हुने हो। ज्ञान र कर्मले भक्ति योग पैदा हुने हो, भक्ति पैदा हुने हो। त्यो विषय कहाँ बताइन्छ अरे? मध्यमे 7 देखि 12 सम्म बताइन्छ। 7औं अध्यायदेखि 12औं अध्यायसम्म यति नै हो बताउन खोजेको विषय। भक्ति योग हो। त्यो भक्ति योग ज्ञान योग र कर्मयोगद्वारा सम्पादित हुन्छ। त्यो भक्ति योगको फल के हो त भन्दाखेरि भगवत तत्त्व याथात्म्य वाप्ति सिद्धि हो। त्यसको फल चाहिँ त्यो भक्ति योगको फल चाहिँ कति अरे? भगवत तत्त्वको यथार्थ रूपमा हुने जो ज्ञान, त्यो ज्ञानको सिद्धि हो। बुझियो? त्यसको फल चाहिँ भक्ति योगको फल के अरे? भगवत तत्त्व याथात्म्य वाप्ति सिद्धि। यो मध्यम सड्कमा बताएको भक्ति योगको कुरा है। के छ अरे भन्दा त्यो ज्ञान कस्तो हुने भयो? दृढ हुने भयो। मैले जे जानेको छु त्यो ठिक हो भन्ने हुने भयो। त्यो चाहिँ लाल मोहर लाग्ने हो। लाग्ने हो कि लाग्नु भएन? भगवानको वास्तविक स्वरूपको जो ज्ञान हो त्यो ज्ञानमा लाल मोहर लगाउनका लागि के चाहियो? भक्ति चाहियो। त्यो भक्ति कसरी निस्कन्छ अरे भन्दा कर्मयोगको समुचित अभ्यास, ज्ञान योगको अभ्यास, यी दुईटा अभ्यासद्वारा त भक्ति योग पैदा हुन्छ। बुझियो? यो कुरा कहाँ बताइएको छ भन्दा मध्यम सर्कमा प्रथमेन अध्याय सर्केन परम प्राप्ति भूतस्य परस्य ब्रह्मणो निरवध्यस्य निखिल जगदीक कारणस्य। यो 27औं पृष्ठमा हेर्नु, तपाईँहरूलाई सहयोग हुन्छ। यो पढ्नु चाहिँ जम्मै पङ्क्ति पढ्नु पर्ने हो कि अब कुनै दिन पढाउँला। अहिले चाहिँ तपाईँलाई छिट्टै गीता भाष्यमा प्रवेश गराउनलाई मूलमूल भन्दै लगेको नि। 27औं पृष्ठमा हेर्नु त। ज्ञान कर्म अभिनिर्वर्त्य इत्यनेन प्रथम मध्यम षट्कयोः क्रमनियामकः संगति विशेष सूचितः। ज्ञान कर्म अभिनिर्वर्त्य भन्ने पद किन राख्नु पर्यो अरे भन्दाखेरि उहाँ थियो नि त, के थियो? कर्मयोग ज्ञान कर्मात्मिके निष्ठे भनेर पहिला प्रथम षट्कमा बताएको थियो। हो त्यसकै निरन्तरता हो भन्ने कुरा बुझाइएन भने त फेरि के हुने भयो? गीताको अलग अलगै विषय रहेछ भन्ने बुझ्न थालिहालिन्छ। एउटै गन्तव्य रहेछ भन्ने त बुझिँदैन फेरि गीताको। के रहेछ अरे? अर्थकै ल्याएर जोडेर गीता भन्ने बनाएको रहेछ भन्ने बुझिन्छ। त्यसो त होइन, गीताको मूल गन्तव्य त एउटै हो। त्यस कारणले त्यो मध्यम सर्कसम्म प्रथम सर्कले ल्याइपुर्यायो नि त। जुन सीमासम्म ल्याइपुर्याएको छ त्यहाँदेखि कन्टिन्यू यसले गरेको छ। केले? मध्यमले गरेको छ भन्नका लागि। बुझ्यो? यो ज्ञान कर्म अभिनिर्वर्त्य पद नभन्दा पनि हुन्थ्यो, भक्ति योगले पुगिहाल्थ्यो। किनभने पहिले ज्ञान कर्मात्मिके निष्ठे भनिएकै थियो नि त। उहाँ योग लक्ष्य भनेको भन्दा तन्तु छिन्थ्यो यहाँनिर। के हुँदैन थियो? यसको सम्पर्क बन्दैन थियो। त्यस कारणले के भन्नु पर्यो अरे अहिले द्वितीय कारिकामा, यो अर्को कारिकामा भन्दा ज्ञान कर्म अभिनिर्वर्त्य भन्नु पर्यो। भनेपछि के भयो? उहाँको ज्ञान कर्मात्मिके निष्ठेसँग यसले के गर्यो? जोड लगायो। बुझियो? संगति विशेषः सूचितः तदनुसारेण सप्तमारम्भे भाष्यम्
त्यस कारणले सातौं अध्यायको आरम्भमा भगवान श्री भाष्यकारले यस्तो भाष्य पङ्क्ति लेख्नुभएको छ। यहाँ निगमान्त देशिक वेदान्त देशिक स्वामीले त्यो भाष्यको उल्लेख गर्दै हुन्छ। यहाँ रामानुज स्वामीजीका पङ्क्तिमा अब आउने त्यो कोष्ठभित्रका प्रथमेन अध्याय सत्केन परम प्राप्य भूतस्य परस्य ब्रह्मणो निरवध्यस्य निखिल जगदेक कारणस्य सर्वज्ञस्य सर्वभूतात्मभूतस्य सत्यसंकल्पस्य महाविभूतेः श्रीमन्नारायणस्य प्राप्तिपायभूतं तदुपासनं वक्तुम् तदंगभूतम् आत्मज्ञानपूर्वक कर्मानुष्ठान साध्यं प्राप्तुः प्रत्यगात्मनो याथात्म्यदर्शनम् उक्तम्। इदानीं मध्यमेन षट्केन परब्रह्मभूतं परमपुरुषस्वरूपं तदुपासनं च भक्तिशब्दवाच्यम् उच्यते। तदेतत् उत्तरत्र यतः प्रवृत्तिर्भूतानाम् इत्यारभ्य मद्भक्तिं लभते पराम् इति संक्षिप्य वक्ष्यते इति। यहाँसम्म यसरी बताउनु भएको छ भाष्यकार भगवानले। यो वेदान्त देशिक स्वामीले रामानुज स्वामीजीका पङ्क्तिहरूको उद्धरण गर्नुभएको। यो भनेको यसको सार कुरा मात्रै बताउँ वा प्रथम अध्याय षट्कमा भनेको पहिलेका 6 वटा अध्यायमा भगवान परम प्राप्य हुनुहुन्छ, परब्रह्म हुनुहुन्छ, निरवध्य भनेका कुनै दोष छैन भगवानमा। निखिल जगत एक कारणस्य सम्पूर्ण जगतका एकमात्र कारण हुनुहुन्छ, सर्वज्ञ हुनुहुन्छ, सर्वभूतात्म भूतस्य सम्पूर्ण भूत प्राणीहरूका पनि के हुन्छ आत्मा हुनुहुन्छ, सत्य संकल्प हुनुहुन्छ भगवान, महाविभूति भनेको विशाल यी दुवै उभय विभूतिका नायक हुनुहुन्छ। त्यस्ता श्रीमन्नारायण यस्ता भगवानको प्राप्ति उपाय भूतम, उहाँ त प्राप्य हुनुभयो, लक्ष्य हुनुभयो, त उहाँलाई प्राप्त गर्ने जो उपाय चाहिँ के हो त तद उपासनम वक्तुम। अब अहिलेसम्म 6 वटामा त यति बताइयो भगवान जगतका हुँदो रहेछ भन्ने कुरा एक प्रकारले बताइसक्दा अब तिमीलाई प्राप्त गर्नु पर्यो भनेका त्यस्ता हाम्रा लक्ष्यलाई ध्येयलाई प्राप्त गर्नु पर्यो भनेपछि अब त्यसको के चाहियो, प्राप्तिको उपाय बताउनु पर्यो। बुझ्यो? प्राप्यस्य ब्रह्मणो रूपम भनिसकेपछि अब के चाहियो अरे प्राप्तुश्च प्रत्यगात्मनः। अनि प्राप्तिवायम फलम प्राप्तेः तथा प्राप्ति विरोधी छ, यी क्रमले बताउनु पर्ने हुन्छ। त्यस कारणले अब के गर्नु पर्यो, जीव प्राप्ता हो नि त, प्राप्ताले त्यो प्राप्यलाई पाउनका लागि के चाहियो त भन्दा उपाय स्वरूप चाहियो। उपाय चाहिएको छैन, त्यो जो फल हो त्यो फललाई प्राप्त गर्नका लागि के चाहियो अरे उपाय पढ्नु गर्ने भयो चाहियो। त्यस कारण तदुपासनम प्राप्तिपाय भूतम भनेको प्राप्तिको उपाय रूप जो तदुपासनम भगवानको उपासना हो। उपासना भक्ति ध्यानम यी सबै के हो पर्याय हुन् है। उपासना शब्दको अर्थ के हो ध्यानम, त्यो ध्यानमकै अर्थ के हो भन्दा भक्ति हो है। वेदनम भन्ने पनि त ज्ञानम भन्ने शब्द पनि केमा पर्यवसान हुन्छ भन्दा भक्तिमै पर्यवसान हुन्छ, त्यो पछाडि बुझिन्छ, अहिले यति बुझौँ। त यहाँनिर उपासना भनेको के रहेछ भक्ति। तदुपासनम वक्तुम, त्यस्तो उपासनालाई बताउनका लागि तदङ्ग भूतम, पहिला उपासनाको अङ्गलाई बताउनु पर्यो। अङ्गी बताउनका लागि पहिला अङ्गी बताउनका लागि के चाहियो अरे त्यसका अङ्ग पनि बताउनु पर्यो। तदङ्ग भूतम आत्मज्ञानपूर्वक कर्मानुष्ठान साध्यम, त्यो कस्तो अरे त्यो उपासना आत्मज्ञान पनि गर्नु पर्यो शास्त्रले, शास्त्र सुनेर। अनि त्यो ज्ञान अनुसारले के गर्नु पर्यो अरे कर्मानुष्ठान पनि गर्नु पर्यो, कर्मयोगको अभ्यास पनि गर्नु पर्यो। भने ज्ञान र कर्म दुइटैको के भयो अभ्यास भयो। साध्यम तदुपासनमा आयो त्यो साध्यमको अन्वय। प्राप्तु हो जो प्राप्त हो प्रत्येगात्मा, प्रत्येगात्मा भनेको के हो जीव, जीवात्मा। प्रत्येगात्मा भनेकै चेतन जीवात्मा। प्रत्येगात्मा याथात्म्य दर्शनम उक्तम। त्यस कारण त्यसलाई प्राप्त गर्नका लागि चाहिने के चाहियो अरे अब भक्ति चाहिन्छ। भक्तिको अङ्ग त चाहियो अहिले भन्दा, भक्तिका अङ्ग भनेका के छन् त कर्म र ज्ञान रहेछन्। त्यसका अन्य कर्म र ज्ञान त्यसको लक्ष्य कहाँसम्म पुग्यो त भन्दाखेरि, कहाँसम्म दौड्यो त भन्दाखेरि हामीले सुनेका थियौँ कि भन्दा स्वरूप दर्शन, स्वरूप साक्षात्कार, आत्म साक्षात्कारसम्म। योग लक्ष्यकै तात्पर्य थियो आत्मानुभूति सिद्ध्यर्थे, त्यहाँसम्मको कुरा बताइयो। यथात्म दर्शनम उक्तम, आत्माको यथार्थ दर्शनसम्म बताइयो। कहाँ अरे 6 ठाउँमा, बुझ्यो? त्यहाँ बताइएको जो ज्ञान र कर्म के रहेछ अरे भन्दा भक्तिको अङ्ग हो भन्ने कुरा रामानुज स्वामीले यहाँ सङ्केत गरिदिनु भयो।
इदानीं मध्यमेन षट्केन अहिले यो मध्यम षट्कद्वारा परब्रह्म भूतम परम पुरुष स्वरूपम तदुपासनं च परब्रह्म भगवानको स्वरूप पनि बताउनु पर्यो यहाँनिर छर्लङ्ग यस्तो भन्ने बताउनु किनभने त आत्माको मात्रै बताइयो अब यहाँ के बताउनु पर्यो भगवानको स्वरूप बताउनु पर्यो तदुपासनं च अब त्यो अघि अङ्ग बताइएको थियो भने अब त्यो अङ्गीलाई बताउनु पर्यो भनेको भक्तिलाई बताउनु पर्यो अघि दुईटा अङ्ग बताइएका थिए कर्म र ज्ञान प्रथम सर्गसम्म अब के बताउनु पर्यो अरे अङ्गी त्यो दुईटा मिलेर बन्ने जो भक्ति हो त्यसलाई बताउनु पर्यो तदुपासनं च भक्ति शब्दवाच्यम उच्यते त्यो उपासना नि के अरे भक्ति शब्दले बताइने हो त्यो विषय बताइन्छ यहाँ तदेतत् उत्तरत्र यिनै के बताइन्छ भाष्यमै त्यहाँ रावण स्वामी भन्दै हुन्छ भन्दा यतः प्रवृत्तिर्भूतानाम् इत्यारभ्य मद्भक्तिं लभते पराम् इति संक्षिप्य वक्ष्यते इति त्यहाँनिर संक्षेप गरेर यिनै कुराहरूलाई के गरेको छ अरे सङ्केत गरिएको छ जम्मै जो भक्तियोग यहाँ बताइएको छ त्यो भक्तियोगलाई नि उहाँ 18औं अध्यायमा गएर के गरिएको छ त्यसलाई संक्षेपमा सङ्केत गरिएको छ जुन भक्ति भगवत प्राप्तिका लागि मूल साधन हो त्यो भक्ति कर्म र ज्ञानद्वारा सिद्ध हुने हो त्यो कुरा उहाँ 18 बताएको छ भनेपछि तिनटै षट्कको के छ भन्दा परस्पर अन्वय छ क्रमसँग यी तिनै षट्कहरू एउटा मालामा उन्ने जस्तै उन्नेका हुन् यो छुट्टै त्यो छुट्टै ऊ छुट्टै भनेर यिनका विषय नै यससँग उसँग उसको सम्बन्ध छैन उसको सम्बन्ध छैन भन्ने बुझ्नु हुँदैन किनभने रामानुज स्वामीजीले भाष्यमै यही बताउनु भएको छ भनेर यहाँ वेदान्त स्वामीले बताउँदै हुनुहुन्छ बुझ्यो होला अलिअलि के बताइएको छ अरे मध्यम षट्कमा हरि गुरुजी भन्नु भगवत तत्व त्यो म्युट गरेर भन्दा त जसले पनि राधिकाजीले सोध्यो भने भन्दैन हुन्छ भगवत तत्व सम्बन्धी ज्ञान र कर्मयोगको लागि ज्ञान र कर्मयोगद्वारा भक्ति योग प्राप्त गरिन्छ र भक्तिद्वारा नै भगवानलाई प्राप्त गर्न सकिन्छ भन्ने बुझियो अलिक पारा भएन नि राधिकाजीलाई सोध्नु पर्ने हो कि तपाईँ पनि म्युट गरेर मात्रै भन्नुहुन्छ अडेन स्वामीजी हजुर दासीलाई पनि त्यही आउँछ स्वामीजी ज्ञान र कर्म योगद्वारा नै भक्ति प्राप्त हुन्छ नि भक्तिद्वारा चाहिँ भगवान प्राप्त गरिन्छ त्यति विषय कहाँ बताइएको छ अरे यो चाहिँ अध्याय 7 देखि 12 सम्म बताइएको छ गीताको कुराकानी अलिअलि भए पहिला चाहिँ मध्यमै भगवत तत्व याथात्म्य भक्ति सिद्धाएकै कुरा चाहिँ अलिक बुझ्नुपर्छ अनि मात्रै कुराकानी बुझिन्छ ज्ञान कर्म अभिनिर्वर्त्य भक्ति योगा प्रकृति त चाहिँ भन्नुभयो तपाईँहरूले होइन यो चाहिँ भयो के चाहिँ भएको छैन अरे मध्यमे भगवत तत्व याथात्म्य भक्ति सिद्धाए यसको चाहिँ भएको छैन भगवत तत्व को यथार्थ ज्ञानको सिद्धि हो यहाँ भगवान प्राप्त गर्ने कुरो छैन यहाँ के छैन अरे भगवत प्राप्ति गर्ने कुरो छैन के छ अरे त्यो जो ज्ञान बताइँदैछ भगवत तत्वको जो यथार्थ ज्ञान त्यसको प्राप्ति कसरी हुन्छ कसरी हुन्छ त भन्दा त्यो चाहिँ भक्ति योगद्वारा हुन्छ हो त्यो पूर्वार्धको पनि कुरा बुझ्नुपर्छ बुझ्यो कुरा अध्यात्म प्राप्ति सिद्ध हो त्यो चाहिँ हो त्यो त्यहाँ के का लागि भन्दा भक्ति योग के का लागि भन्दा यसका लागि हो त्यहाँ बुझ्यो त्यसो कुरो है ज्ञान सिद्धिका लागि हो भनेको ज्ञानलाई दृढ गर्नका लागि हो कुन ज्ञान भगवत स्वरूपको यथार्थ जो ज्ञान हो त्यो ज्ञान दृढ गर्नका लागि भक्ति चाहिएको यहाँनिर बुझ्यो कि बुझिएन बुझ्यो अनि त्यो ज्ञान चाहिँ कस्तो ज्ञान हो त त्यो भक्ति चाहिँ कस्तो हो त भन्दा फेरि स्वतन्त्रै भक्ति आएको हो कि होइन भन्दा होइन अघि बताइएको प्रथम षट्कमा कर्मयोग र ज्ञान योग जो बताइँदैछ हो तिनै दुईटा अङ्गले सम्पादन गरिने भक्ति अर्कोले होइन अर्को भक्तिका कुरा गरिया छैन के अरे ज्ञान कर्म अभिनिर्वर्त्य भक्ति ज्ञान र कर्मद्वारा नै जो सम्पादित हुने हो भक्ति हो त्यही भक्ति त्यो भक्तिले के गर्ने अरे भन्दा
भगवत तत्त्व अथात्म्य प्राप्ति सिद्धि हुने हो। बुझ्यो? हो त्यो कुरा है। त्यो चाहिँ कहाँ बताइएको छ अरे भन्दा मध्यम षट्कमा बताइएको छ। मध्यम षट्कमा बताइएको छ। ल 3टा भइसके। के भयो अरे? स्वधर्म ज्ञान वैराग्य साध्य भक्ति गोचर नारायण परब्रह्म गीता शास्त्र समेत ज्ञानकर्म मुख्य नित्य योग संस्कृत आत्मभक्ति सिद्धार्थ पूर्व सर्ग चोदित सिद्ध्यर्थे पूर्व सर्गेन चोदिते मध्यम भक्त तत्व यात्रा भक्ति सिद्ध ज्ञानकर्म भक्त भक्ति योग प्रकीर्तितः मध्यम षट्कसम्म आयो। अब अन्तिम षट्क जसलाई चरम षट्क भनिन्छ त्यो पनि हेरिहालौँ। श्लोक हेर्नु सबैले। प्रधान पुरुष व्यक्त सर्वेश्वर विवेचनम कर्मधीर भक्तिरित्यादि पूर्वशेषोन्तिमोदितः। पूर्वशेषः अन्तिम उदितः। पहिले बताउन बाँकी रहेको चाहिँ कहाँ बताइयो अरे? अन्तिममा बताइयो। पूर्वशेषः भनेको 2टामा बताइएन। कहाँ? प्रथम षट्क र मध्यम षट्कमा बताइएन। हो त्यो बाँकी भाग चाहिँ कहाँ बताइयो अरे? अन्तिमोदितः। अन्तिमे उदितः अन्तिमोदितः। अन्तिममा त्यही हो नि त। काशी गुरुजी अब 2टाले गरिसकेनन् काम भने अन्तिम अर्काले के गर्नुपर्ने हुन्छ? सक्नुपर्ने हुन्छ। सक्नु पर्यो। पूर्वशेषः नै अन्तिमोदितः हुन्छ नि जहाँसुकै पनि। हुन्छ कि हुँदैन? हुन्छ। यहाँ पनि पूर्वशेषः अन्तिमोदितः हो। पूर्वशेष भनेको के अरे? 2टा षट्कले भन्न बाँकी रहेको विषय भनेको 12औं अध्यायसम्म नभनिएको भनेको बाँकी रहेको जो कुरो हो कहाँ बताइन्छ अरे? 13 देखि 18 मा बताइन्छ। बुझ्यो? यसको अन्वय हेर्नु अनि त्यस पछाडि अर्थ हेरौँ ल। अन्वय पनि त्यस्तो केही छैन। खुरखुर भन्दा हुने गरी छ। यति ठुलो कृपा छ नि। यसरी यस्ता श्लोक छन् नि, यिनीहरू विचित्रकै श्लोक छन्। प्रधान पुरुष व्यक्त सर्वेश्वर विवेचनम कर्म धीहि, त्यो रेफलाई विसर्ग गरिदिने, धीहि भक्तिहि अनि इत्यादि। बुझियो? पहिला के भयो? प्रधान पुरुष व्यक्त सर्वेश्वर विवेचनम कर्म धीहि भक्तिहि इत्यादि पूर्वशेषः अन्तिमोदितः। त्यसरी ल हेरौँ यसको अर्थ। पहिला नेपाली अर्थ गरिसकौँ अनि त्यस पछाडि हेरौँ है। प्रधान पुरुष व्यक्त सर्वेश्वर विवेचनम, यसको अर्थ